जाम हेर्न जाम आज अब 2 घन्टा पछि खोलिन्छ अरे हिरो अर्को हिरो के छ हेलो भन्दै छिटो हेलो भन्देऊ हेलो हाउ आर यु गाइज भन न देखेछ केटाले रुकै म मान्छु निस्किनै मिलेन यार गाइज आउँदै भयो नि यार भिडियो बनाएको तर माटु नि भोइसै सुन्दैन अहिलेसम्म यस्तो भएको थिएन होइन अहिले चाहिँ यो भिडियोमा चाहिँ यस्तो भइदियो कि फेरि अरू भिडियोमा भएको होइन यो भिडियोमा मात्र भोइस काटिदियो कि के गरिदियो त मलाई थाहा भएन होइन तर यस्तो पनि हुँदो रहेछ अहिले जाम चाहिँ मिठो तालले बस्यो हामी 5 घन्टा लाएर है खासमा चाहिँ काठमाडौँ गएको थियो केटा हो मेरो केही कुराहरू ट्रेनिङहरू गर्नलाई अनि यताउति सिडिओको कामहरू थियो होइन ट्रेनिङ भएर सिडिओको काम गरेँ तर माको चाहिँ सिडिओले यति झुलाउने यार माटो कति दुःख दिन जानेको जनतालाई मैले पोखराबाट सब फर्म फिलअप गरेको होइन उता गएर चाहिँ फेरि एउटा साइन भएन नम्बर देखाइदिने यताउति भनिदिने के अनि फेरि पोखरा जाने रे पोखरा गएर माटो यति गाडी भाडा लाएर खर्च गरेर गएको छ होइन भनेको फकाउन खोज्यो मान्दैन ठुल्ठुलो कुरा गरिदिन्छ सरकारी काम भनेको यस्तै रहेछ के माटुक्ने अब के भन्ने होइन अब जसले बोल्न सक्यो त्यसको गरिदिनु अब हुनु त आफ्नै मान्छेको गर्छ जस्तो लाग्छ मलाई चाहिँ अनि के भन्ने अब हजुरहरूले पनि जानुहुन्छ होला बुझ्नुहुन्छ होला होइन तर जे होस् खुसी पनि लाग्यो जाम परेर किनकि नयाँ नयाँ मान्छेहरूसँग बोलियो अब बसमा त त्यही साइडकोसँग नि बोल्न अप्ठ्यारो हुन्थ्यो जाममा त अब त जसरी पनि बोल्नै पऱ्यो होइन हाइहाल्नु त गर्नै पऱ्यो अब 5 घन्टा त कसरी समय काट्नै पऱ्यो 5 घन्टा समय त होइन अनि त्यही हो हाइहाल्नु गरियो बोलियो सबैसँग मिलियो होइन अनि गफसप हान्यो अनि तर तपाईँहरू चाहिँ नाइटमा भन्दा चाहिँ डेमै जानु जति जे भयो नि दामी तालले पहिरो खस्छ यार हेर्नु न ऊ के भन्छ भिड पनि के कति भिड हो अहिले म तपाईँलाई पहिरो खसेको क्लिप पनि छ मसँग हाल्छु होइन हेर्नुहोस् हजुरहरूले पनि हेर्नु तर डेमै आउनु नाइटमा चाहिँ नआउनु होला सो के यति नै भन्न चाहन्छु त्यही हो कि केटा यो सरकारी काम बहुत झ्याउ यार किन भन्दाखेरि अहिले म पढ्दा झ्याउ भयो जस्तो लाग्यो कि मलाई त्यस्तो गरेको कि के हो त्यो मलाई थाहा पाएन होइन कसम पोखरामा मलाई ढाँटे होइन पोखराको सिडिओमा बिहान कति 10 बजी गएको मान्छे होइन हेर्न हिरो फेरि कहाँ हो हिरो अनि के भन्छ बिहान 10 बजी गएको मान्छे म तिमीहरूको हुन्छ नि 1 बजी पालो आएको 12 बजी 1 बजी पालो आउँदा 1 बजी पालो आउँदा पनि 40 जनाको मात्र नाम के त्यसमा चाहिँ त्यो म लाइनमा यस्तै नै लाइन बसिरहेको थियौँ केटा हामी होइन त्यसमा चाहिँ 40 जनामा म परेँ अनि 40 जनाको नाम आउँदा 40 जना पछिको नगर्ने त्यो फेरि 1 कति हुँदा समथिङ त्यस्तै थियो तर 5 बजीसम्म हो नि खास फ्राइडे भयो नि के भयो नि यताउति भयो नि 5 बजीसम्म चाहिँ हो क्या त्यहाँ चाहिँ हामी झगडा भयो अब किन यस्तो गर्ने यताउति गर्ने भनेर अनि त्यहाँ चाहिँ झगडा भयो होइन अनि त्यति चाहिँ गर्नु पर्दो रहेछ क्या त्यहाँ जसले बोल्छ त्यसले जित्छ जस्तो अब ठुलो छ त्यसले जित्छ जस्तो लाग्छ क्या अब नबोल्ने लोडा लसन चिप्लाएर बसेदेखि मान्छे होइन कहिले पनि जाने लाटोले पापा दुःख जनतालाई माटुङ हेप्ने त्यसरी नै गर्दो रहेछ त्यही हो अनि त्यहाँ गएर त्यस्तै भयो केटा अनि के भन्नु अरू त केही नभन्नु होला है राख्दिस् अहिले म बाउलाले फेरि एउटा फोन मैले बसमै फालिरहेको रहेछु क्या अहिले बल्ल गोजी थामेसी पो कहाँ कहाँ हुन्छ होइन यो चाहिँ छ कि नै त्यो फोन नि यहीँ होला यस्तै म बाउला त बाउलै हो कि आफ्नो सामान जतन गरेर राख्दिनँ होइन कता कता फालिदिन्छु मोजा खोल्नु पऱ्यो गर्नु अनि त्यही हो क्या सरकारी काम त बहुत झ्याउ लाग्यो मलाई होइन यता त कुरा छ उता त कुराको छ म अघि जान्छु रुख मोजा खोल्नु आएको कि अनि फोन लिन आएको 12 बजे छ 1-2 बजीसम्म जाम खोलिन्न थाहा मलाई खोलिनु 2:30 वा 3 मा खोल्दै ल होइन अनि त्यही फोनमा चार्ज पनि छैन के गर्नु के नगर्नु यसमा फेरि 87 छ यार यसमा 87 छ यसमा त्यस्तै 54 समथिङ होला है यहाँ बसमा त बस्नु गर्मी हुन्छ सिकेटा चल्दै बसको किलोमिटर मुख धुने सुविधा राखिदिएर चाहिँ मुख धुएर जानु पऱ्यो गर्मी भएको छ क्यारे हेर्न मलाई फेरि यो गर्मी चाहिँ भयो भने घाँटी सब चिलाउने के यो चिलाउने यो भाग चिलाउने होइन अनि यो भागहरू सब चिलाउने गर्छ क्यारे अब झ्याउ लाउने केटा कति घन्टा जाम बसेला थाहा छैन अनि यहाँ पानीको सुविधा पनि छ उयो ठुलो धारा
यहाँ सानो धारा म मुख धोएर पछाडि नै बस्छु होइन मलाई फेरि यो मुखहरूमा गयो भने त यो सब झ्याकेहरू सिलाउनु छ क्या त्यही भएर अहिले झ्याउ लाउँछ यो भागहरू हुन्छ नि यो भाग कानहरूको यो सब सिलाउने क्या यो गर्मीले फेरि मुख नधोरे चाहिँ होइन गर्मी धेरै भयो गर्मीले गर्मी नभएको त भालै लाग्थेन धुँदैन होइन अनि त यो यहाँको मान्छेलाई ठिकान खोज्छ क्या हो एकैछिन त्यही हो अनि अरू त के भन्ने तपाईँ कहाँबाट अङ्कल कहाँबाट हेलो भनिदिनु नि त हजुर हजुर हेलो भनिदिनु हेलो हजुर हजुर जाममा फसियो कि हजुर हजुर जाममा फस्यो पो हो कहाँ इन्डियाबाट आउनुभएको अब टाइम लाउला नि है यो अब 3 घन्टा पागल बनाउँछ त 3 घन्टाले त यार ल हस् म चाहिँ लागि जाम खुल्यो भने अहिले एउटा भेट्नु पर्छ खाना खानु भोक लागेन अब पुलिस भनेर भाइ खानेकुरा लिएर आइज भन्नु पऱ्यो होइन त्यही भएर अब 3 घन्टाको जाम रे अब 3 घन्टा पछि खोलिदिन्छ भन्ने कुरा छ क्या रे के हुन्छ है हेरौँ अब 3 घन्टामा नि खोलिन्छ कि नै त्यो थाहा भएन अब खोलिन्छ भने खोल्यो खोलिएन भने बस्केट अब फेरि त्यही हो झगडा मेरो साथी चाहिँ अहिले यिनी नै हो है खै मलाई ल्याउन छिटो म नि खेल्छु अब हामी चाहिँ यहाँ बाटोमा बस्यो यहाँ छिटो फेरि मेरो साथी कम यार हेर ढुङ्गा खेल्ने छिटो यहाँ आऊ न म्याउ हेर्न जा जिस्काउँछ खै फेरि गर म्याउ गर न पुण्डे यो दिन्न फेरि ल कसरी खेल्ने हो सिकाउ त मलाई निन्द्रा लाग्यो केटा यहीँ ओछ्यान गरेर सुत्दिनु पर्छ क्या हो चिलमा ल गुड नाइट हावा डाङ्गो लगाएर सही हो यस्तरी गाडी आउँछ अनि बाबु हुट्टिँदा डर लाउने कि है हामी चाहिँ यस्तरी चिलमा केटा जाम हेर त्यहाँ फाइनल्ली र यहाँ हेर यहाँ आइज कस्तो राम्रो जाम होला साइडमा खोला छतमाथि म ढिच्चीको ढिच्ची गर्दै बस्थ्यो अब पुकु हेलो बैले बाबुले चाहिँ देखेर रहेछ हेर न जाम चाहिँ हरिब छ न त अनि यता त यो अझै डेन्जर आइसक्यो रहेछ त्यहाँ पछि हेर्दासम्म उति मान्छेहरू छ नि त्यो टडकसम्म त्यो थियो अल डेन्जर आइसक्यो भनेपछि त्यो लाइक हुन्छ नि टर्निङतिर पनि छ होला है जहाँसम्म मलाई लाग्यो अनि त्यही हो खै यार खोलिन्न यार आधी घन्टा कटिसक्यो 3 घन्टाको जाम भन्छ क्या अरे पसिना पनि त्यस्तै आएको छ मैले फेरि कपडा चेन्ज गरेँ है त्यो किनकि अलिकति फोहोर रहेछ हुनै पनि फोहोरै छ तर त्यो अलिकति झ्याला छ त्यो अनि त्यो अलि चाहिँ यो लाग्यो अनि त्यही हो अरे मुत्यो नि क्या त्यहाँ ए नो रहेछ हो मुत्यो छ नि त्यहाँ हेर मुतुवाहरू के भन्ने है त्यो मुतुवाहरूलाई ल हेर केटा पहिरो खसिकेर यसरी नै खस्छ पहिरो चाहिँ होइन त्यही भएर राति चाहिँ नहिँड्नु होला यो बाटोमा चाहिँ कतिखेर खस्छ थाहा नै हुन्न कि पानी नपर्दा शुद्ध खस्दिन्छ कि त्यस्तो भइसक्यो अरू बेला पानी पऱ्यो मात्रै खस्छ भन्ने डर होइन पानी नपर्दै खस्छ त्यही भएर राति चाहिँ नहिँड्नु होला है गाईचहरू हामी चाहिँ अब रन्का मामाश्री यहाँ बसेर पो रोकिरहेछ होइन हाम्रो मामाश्री त यहाँ रहेछ केटा यहाँ बसेर रोकिरहेछ ए हाम्रो मामाश्री
केटा हाम्रो त पऱ्यो केटा हो होइन जो सुताबाट गाडी आएको छैन तर रकेट चाहिँ हाल्नु पऱ्यो त्यही हो हामी भाइटल भइरहेको यहाँ रेस खेले जस्तै भएछ केटा पनि साथ देखेन यार केटा पानी पर्छ जस्तै छ कालो बादल होइन त्यही हो हेर्न यो गोरुले केही गर्छ नेपाल पुलिसले हेर्नुपर्छ है यसको यो नम्बर प्लेट चिटकारिदेऊ केटा आजको भिडियो चाहिँ यस्तै हुनेवाला छ क्या है हेरौँ मु अघि फेरि मार्ने गाह्रो छ जाँदा फेरि जाम पऱ्यो क्या हामी चाहिँ यताबाट जान्छौँ है किनकि यताबाट गयो भने यता बाटो पाइन्छ के यो यस्तो मजै हाल्यो नि है हान्दियो त्यहाँ आएर फेरि बिस्तारै बिस्तारै जान्छ नभए देखेछ गाडी केटा तिमीहरूले फेरि यहाँ रोकियो हान्यो यहाँ रिबीले आँखा हान्यो को सरत हानिदिने यो किन हानिदियो खोलो केटा खोलो खोलाएर कहाँबाट हो तपाईँहरू अझै कहाँबाट हो इन्डिया कुन ठाउँ इन्डिया रमाइलो लाग्यो कि पोखरा अबि लगेर अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ र गाडी हो कि किरा हो भेजै च्यापिहाल्यो नि यार च्याप्यो कि हामी जानुहुन्थ्यो च्याप्यो भनेपछि पोखरा रमाइलो भयो कति दिनको लागि आउनु भएको हिन्दी बोल कितना दिन के लागि आया है जम्मा काम ले आया है कि घूमने कहाँ जाओ कि घूमने मलाई बोल्दा त पनि भाले बुझ्नु त्यस्तै के फेरि भन्छु होइन यो भेज यता गयो त हुन्थ्यो यार यताबाट हामी हान्नु कि साइड लाउनु यार त्यसलाई जान दिउँ पहिला है जान्छ डाँडा पाखा हेर मौसम हेर क्या हरिपप्पन छ होइन त्यही हो टर्निङमा चाहिँ नलिउँ यता पायो भने चाहिँ आयो है तर टर्निङमा त कहिले नलिनु होला रिक्स हुन्छ पाइयो मौसमले नि साथ दिइरह मौसमले नि साथ दिएन पानी आयो यार अब झन् गाडीभित्र गुम्बा हुन्छ बाटोमा बस्यो त कामै लागेन होइन दाइ हेर्न पानी परिदियो क्या ल
भयो यार पानी पर्दो रहेछ अब झन् जाम पर्यो झन् फेरि पानी पर्यो पहिरो गएर जाम पर्यो गाह्रो यार अब भित्र जाने हो पानी पर्यो यार मिठो तलले पानी पर्यो मौसमले साथ दियो भनेको त पानी पर्यो यार केटामा लास्टमा त गाह्रो बादल यस्तो छ होइन यता यिनीहरू पनि हरित छ बाटो चाहिँ यस्तो भइसक्यो पानी रन्थ्यो यहाँ ठुलो पानी परिरह लगडाओ अघि चाहिँ पानी परेको थियो र अहिले चाहिँ फेरि घाम लाग्यो होइन मौसम क्याच नभएको छ है हरि भा ढिक्क घाम तल्केर है अघि चाहिँ हामीले अब हुरुरु गरेर आएको थियौँ होइन अब अहिले चाहिँ उताबाट आएको छ अब यिनीहरू आउने हामी बस्ने अब यताको भैँसी अनि बल्ल हामी चाहिँ जाने होला होइन देख्नु होला यताबाट हुरुरु आएको छ अनि अब यताको भैँसी बल्ल हामी हिँड्यो ट्याक्क लगाएर त्यहाँ देखेको छु नि केटा हो त्यहीँ झरेको है झर्न चाहिँ त्यो भएर हामी जाममा बसेको रुख नजिक गएर देखाउँछु अहिले त्यो के अरे त्यो त फेरि जाम छ क्या हो जस्तै भइरहेछ त हेर्नु त हेलो यही एउटा हो झरेको चाहिँ त्यही भएर जाम भइरहेको अलिकति यहाँ त मिठो घाम लाग्छ उता त पानी परेर हैरान पारेको छैन जुस के भन्छ जाम पर्ने बेला पानी बस्यो जाम गलिसि घाम लाग्यो फेरि अलिकति जाम परिरह जाम पर्दै हिँड्दै होइन गाह्रो छ अब एम्बुलेन्सलाई छोडिदिन्छ कि नै भन्थ्यो रन्केर गएको के अरे बाहिर जाम छ हेर यहाँ मक्खन भ्यू छ यार मा कसम भ्यू त यार घाम लागेर हो क्या है जाम त उतैसम्म हेर्न उतै के छ त्यो झ्याली सानो नमिल्ने रहेछ रुकै उतैसम्म गाडी देख्यौ हेर यहाँ माटुनी त्यो के भन्छ झर्ना हेर कसरी आहा होइन झर्ना हेर खोला हेर काम त हरिप छ उतैसम्म सही हो त्यो त त्यस्तो सगडा हो उताबाट गाडी आउँदैछ है अनि यस्तो छ त खस्दैन यार पानी अलिकति जान्छ नि यहाँ चाहिँ खसेरै त यता राखेको है यहाँ त भरै हुन्न होइन त्यही भएर हामी चाहिँ अघि गएनौँ क्या यहाँ हो माटो नि खसेको हेर्न यहाँ माटोसम्म लाग्यो यस्तो छ त अनि खस्दैन होइन बरु होइन बिस्तारै जाने हो क्या हामी त सब खाली त्यो उत्ताउने हो नो रिक्स होइन अगाडि ए यहाँ केटा खसेर यहाँ राखेको यहाँ त यस्तो रहेछ त दादा रे दादा झऱ्यो भन्ने कुरा आयो र हामी फेरि जाममा उता जेसिबीले सफा गर्दैछ देख्नुभयो कि नै है त्यहाँ चाहिँ हो अब दाले चाहिँ हेरिसक्नु भयो रहेछ म चाहिँ हेर्न पाएन यार मैले मलाई उता
उताको देखाउनलाई हो कि होइन उताको देखाउनको लागि झर्छ यो उस्तरी हामीबाट पनि झर्दिन बेर छैन उता झऱ्यो भने चाहिँ एउटा ट्यागको लागि त्यहाँ सफा गरेपछि कतिखेर खुलिदिन्छ भन्ने जाम त हेर तिमीहरूको त्यहीसम्म आज कुन दिनको पोखरा हिँडेछु भन्छ होइन अहिले आज यस्तो थाल्छ है थाल्छ यहाँ छ सफा गर्दैछ अब चार्ज बचाउँछु म 15% बाइक चार्ज छैन मेरो त्यहाँसम्म चाहिँ हजुरहरूले पनि हेर्न पाओस् त्यहाँ सफा गरेको होइन अब तपाईँको मैले देखाएँ लिङ्क चाहिँ हामी यता खसेको छ खस्दा खस्दा फेरि त्यता खस्यो कि अनि त्यता खसेपछि अब त्यताको देखाउँछु म त्यही भएर तर अलविदा हुनुपर्छ कि है केटा अहिले चाहिँ पोखरा पुगिसक्ने बेला 3:16 3:16 त्यहाँ पनि जान्छ हरिराखेको अब कतिखेर अब हेर्न ट्रिप छ चार्ज पनि नभएको बेला यस्तो हुनुपर्ने यार मेरो हालत चाहिँ अब सकियो चार्ज पनि हेर 5% छ फिनिस अब यहीँ हुन्छु जस्तो लाग्यो मलाई चार्जले पनि साथ दिएन दुकानले पनि साथ दिएन बसले पनि साथ दिए बाटोले पनि साथ दिएर पहिरो गएको छ होइन सकियो अब चाहिँ साइड दिँदैन कहाँ कहाँबाट छिराउँछ यार एउटा यहाँ छिराखा एउटा त्यहाँ छिराखा होइन झन् आउँदैछ गाडीहरू होइन यहीँ छ 2 घन्टा बितिसक्यो हेर्दा त्यहाँ अझै खनिरहेछ यार के गर्छु थाहा भएन कस्तो स्पिडमा गएको त्यो साले भित्रै पल्टी हुन्छ नि यार कस्तो भयो आजको दिन कस्तो भयो आजको दिन कस्तो यस्तै भन्नु न आज कस्तो रमाइलो लाग्यो कि नरमाइलो लाग्यो कि यस्तो भिडहरू जाँदा कस्तो फिल भएको छ ट्याग चलाएर त्यो पो भन्ने केटी जस्तै गर्छ भनौँ न है लजाइदिने है त केही छैन अब लजाइदिनु के भने म मुख दिन्छ फेरि मलाई यो के भन्छु सर्ट पोल्न थाल्यो कि अनि त्यही भएर मुख चाहिँ धुनु पऱ्यो है ट्याग खोलाएर त्यो बोतलले धुन्छु होला खै मुख धोइदिउँ न है ट्याग खोलाएर मुख धुनु पाइयोस् पानीको सुविधा गर्दै रहेछ अरे त्यही पानीको 30 रुपियाँ पर्छ यहाँ फ्रीमा खानु परेछ केटा है यही पानी खाएर हामीले गुजारा गरिराखौँ यही पानी खाने यही पानीले मुख धुने है यही चलिरह गुजारा भइरह ट्याग खोलाएर दामी सिस्टम पनि हेर्न यहाँ कस्तो झरी छ ट्याग खोलाएर ल हेर केटा हो किन जाम बसेको हेर देख्यो नि बस्नु त पर्यो अब आवाज चाहिँ गइन्छ केटा हो जामै जाम जता नि जामै जाम यार
के भन्नु उताको भ्यू देखाउन पाएन यार मैले मलाई कस्तो दामी जाम भएको थियो नि फेरि दुःख गरेर पोखरा जानुपर्छ हेर त केटा यार गाह्रो छ यार के भन्नु कोहीलाई के गरिरह एम्बुलेन्स सुध जाममा छ हेर नेपालको हालत एम्बुलेन्सलाई त म जान दिनुपर्ने होइन बिरामी छैन होला सायद त्यही भएर होला नि बिरामी नभएर पो चिल नबसेको चाहिँ छोरो बिरामी भएको त कहाँ बस्थ्यो होइन त्यही हो झगडा हो दादा चाहिँ अब सुत्छ एकछिन ट्याग चलाएर कति बज्यो 4:34 सुत्नु पऱ्यो झ्याउला जानै भुलिँदैन त्यही भएर सुत्दै माया गुड नाइट केटा गुड नाइट माया छ सबलाई